हेलो नमस्ते नमस्कार सम्पूर्णलाई म प्रकाश श्रेष्ठको तर्फबाट अहिलेको मेरो बसाई खाडी मुलुक कुवेतदेखि। मेरो यो भिडियो सम्पूर्णले हेरेर माया गरिदिनु होला। मन परे लाइक कमेन्ट एउटा सेयर अनि मेरो यो आइडीलाई फलो गरिदिनु होला। के छ अनि सम्पूर्ण सन्चै आरामै हुनुहुन्छ? अनि हिजो त घटना घट्यो नि त ठुलो, तर हामीहरू त अहिलेसम्म सेफै छौँ। बिहानको 3:30 बजेको कुरो हो, लास्टै ठुलो आक्रमण हुँदैछ। अब के भनौँ है, कस्तो भनौँ भन्ने बाटो नि छैन, बयान गर्ने बाटो पनि छैन। यस्तै छ परदेशी हामीहरूको सबैको कथा व्यथा। केही पैसा कमाउँछु भनेर खाडी मुलुक छिरेका हामी खाडी मुलुकतिरै ज्यानको बलि बन्ने हो कि ज्यान त्याग्नु पर्ने हो कि भन्ने अवस्थामा पुग्यौँ साथीभाइहरू हामी सम्पूर्ण। अब यस्तो हुन्छ भनेर कसले सोचेको थियो र? कसैले नै सोचेको थिएन। दुःख छ सम्पूर्णलाई, दुःख पीडाहरू त कति छ। यस्तै हुँदो रहेछ, अब परिस्थितिले यस्तै पार्दो रहेछ। अब नेपालतिर त हाई हल्ला, गाई गुई कसले जित्ने कसले हुने भइरहेछ। जित्ने त रमाउला, हार्ने त त्यही त। हामी विदेशतिर आज हो कि भोलि हो, अहिले हो कि कहिले हो भन्नेकोमा घरीमा छौँ। भए नि खुसी नै छौँ। भए पनि हामी सम्पूर्ण खुसी नै छौँ। त्यही भएर सम्पूर्णलाई सानो सुझाव, म दिनकै भिडियो पोस्ट गरेको छु। के अरे बाहिर यस्ता घुम्दाखेरि बेकार काम फाल्टुमा नजानु होला। यस्तै हुँदो रहेछ होइन परदेशमा। आमामा यस्तो हुन्छ भने कसैले पनि सोचेको थिएन। अब के त्यो, अब यस्तै छ। म अर्को पार्टमा आउँछु। अब भनिसाध्यै बोलिसाध्यै छैन शब्द, कहाँबाट के भन्ने, कता के गर्ने। अब के मनमा यस्तो भइरहेछ सबैको मनमा। अघि होइन, यो भिडियो मेरो फुल भिडियो हेरेर भन्नु होला कमेन्टमा। म भोलि अर्को पार्टमा आउँछु। आज यहीँसम्म। हस्त, बाई बाई।